बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्, नेपाल लेख्न पाइयोस्। यो चिसोको समय उठ्न बित्तिकै जब त्यो हिमाल देखिन्छ, हिमालको आकार, त्यसको फैलावट, एउटा छुट्टै खालको बेग्लै पहिचान नेपालीको मनमा खुसी। यो हो नि त नेपाली भने, त यस्तो त उस्तो त त त त त So leave it, all these things are just temporary on this earth, so just let it go. ठिक छ, नेपाली मन यो भित्र हुनु पर्यो, मनमा नेपाल हुनु पर्यो, बाँकी हामी नेपाली छँदैछौँ। विदेशमा रहनुहुने नेपालीहरू नेपाल जान बित्तिकै जब त्यो फर्स्ट ल्यान्डिङ स्टेजमा जब उसले के भन्छ अरे त्यो पृथ्वीको सतह या जमिनमा खुट्टा टेक्छ नि, टु बी अनेस्ट भित्रदेखि एउटा छुट्टै खालको माया पलाउँछ क्या होइन। त्यो जब ल्यान्डिङ हुन्छ नि, कयौँले त त्यो उसलाई पृथ्वीलाई नै त्यो एयरपोर्टको उसलाई नै चुम्दिन्छन्, खिच खान्छन् भैँमै सष्टाङ्ग प्रणाम गरेर। एटलिस्ट मनमा एउटा खुसी हुन्छ क्या जब प्लेन ल्यान्डिङ हुन्छ, वरपरको त्यो इन्भाइरोमेन्ट, त्यो चुचुरा डाँडाहरू, घरहरू, वाट छुट्टै खालको संसार हुन्छ। सो नेपाली हुनमा प्राउड फिल चाहिँ हुन्छ है। तर त्यहाँको भित्रका यो गन्नाङ गुन्नुङ बडाङ बुडुङले चाहिँ गर्दा दिमाग चाहिँ दायाँ बायाँ हुन्छ है। खैर, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, किप सपोर्टिङ।